अहिलेसम्मको यहाँबाट खस्यो भने सिधै गयो तल खोलामा कुना कुना जानु पर्यो यार खस्योला फेरि अब टाइम कति लाग्छ 1 घन्टा लाग्छ है बिस्तारै जानु है त लाइट चाहियो लाइट यस्तो के यस्तो यसरी छड्के लट्टीको घरमा होइन लौ न के गर्ने अब बिस्तारै गर्ने के यसरी एउटा सार्ने अनि अर्को ल्याउने कसरी सार्ने लट्टीको अरू टाढ्ने किन्नेकै जुत्ता आइदिने गुड मर्निङ गाइज गुड मर्निङ के अरे ठाउँको नाम चामे होइन गुड मर्निङ फ्रम चामे चिसो छ होइन यहाँबाट हेर्नुहोस् यहाँ माथि यस्तो पाहाडको खोजमा ओए हिमाल त बब्बाल देख्दछ है यहाँबाट घाम लाएर सेतै यही नजिक छ है हिमाल त देख्न सक्नुहुन्छ भर्खर उठेर मुखसुख धोएँ होइन अब म बाइक स्टार्ट गर्दैछु मेरो होइन गाइज अब एकैचोटिमा हुन्छ कि हुन्न लेट्स चेक आउट गाइज हेरौँ है एकैचोटिमा हुन्छ कि नै जीवन हेर तिम्रो कतिचोटिमा भएको थियो मेरो एकचोटिमा हुन्छ कि नै हेरौँ है त एकचोटिमा हुन्छ कि नै मेरो बाइक स्टार्ट हेरौँ न ढाकेर राख रातभरि अनि हुँदैन त देख्यौ यति हुनु पऱ्यो नि र हामी खाजा खाएर अब लेक घुम्दै आज खानसार पस्न गइन्छ होइन अब बाटो तलबाट आउँदाखेरि यस्तो खासै गाह्रो त होइन ठिकै छ बाटो होइन तल उता बेसी सहरसम्म त पुरै फुल्ली पिच हो त्यहाँबाट आउँदाखेरि चाहिँ अलिअलि भनौँ न कोही ठाउँमा ढलान छ होइन त्यस्तो गाह्रो हिलो चलाउनु नसकेकै छैन इजी हुन्छ तर चिसो बढिसक्यो अब आउँदाखेरि चाहिँ माथि भेटौँला है त गाइज गुड मर्निङ गाइज चामे बजार अब हामी यहाँबाट लागिसक्यौँ अब ग्रिन लेक ब्लू लेक घुम्दै आज खानसार बसिन्छ है दामी देखेछ हिमालको खोजै जाने हो के भयो ट्र्याकिङ हिँड्नु सुरु गरिसके बिहान यिनीहरू बाटो कस्तो छ यहाँसम्म त सजिलै थियो अब यहाँबाट कस्तो छ थाहा छैन आयो है पुल आयो पुल काठको पुल छुट्टै रमाइलो छ नि बिहानै उठेर हिँड्दा यतै त होला किन हर्न बजा चामे बजार नि ठुलै रहेछ खच्चड ट्रेकिङ हिँड्न सुरु त बिहान नै गर्दो रहेछन् मान्छेहरू यार हेलो
हेलो गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ यो पानीले त छोयो भने त यति चिसो होला अगाडि तिमी खतरनाक बाटो आयो खतरनाक सबसे डेन्जर बाटो रहेछ यो ल अहिलेसम्मकोमा यहाँबाट खस्यो भने सिधै गयो तल खोलामा कुना कुना जानु पर्यो यार खस्योला फेरि भ्यूज हेरौँ भने नि बाटो कता जाला भन्ने टेन्सन कस्तो ढुङ्गालाई काटेर बनाएर रहेछ बाटो त यार यस्तो दामी ठाउँ छ हो मा यतै हो यार कस्तो दामी हो ठाउँ ओहो लौ न चिप्लाई चिप्लाई ओए आयो ब्लू लेक आयो ब्लू लेक यही त रहेछ ब्लू लेक भन्ने भिडियो बनाउने यही हो के यही हो के म त यही रोकिदिन्छु ठ्याक्क लाएर भिडियो बनाउने ठाउँमा ल हामी ब्लू लेक आइसकेको छौँ फेमस लेक भनौँ एकदम दामी लेक यो हो नि त यहाँ हो नि त भ्यूज आउने त यस्तो बवाल रहेछ यार हेर न यता नि हिमाल लभली ठाउँ यार के छ बाबु कस्तो लाग्यो तिमीलाई ओए कोते हेलो गाइज हामी अहिले ब्लू लेकमा छौँ होइन ब्लू लेक चाहिँ यस्तो छ पछाडि ब्याकग्राउन्डको ब्लू लेक हो है यस्तो रहेको छ यता नि हिमाल यता पनि हिमाल यस्तो ब्लू लेक राम्रो छ अब ब्लू लेक सकेर अब खानसारतिर लाग्दैछौँ बाटो राम्रै छ भ्यूज राम्रै छ भ्यूज हेर्दै जाँदा बाटो कटेको थाहा नै हुँदैन रमाइलो छ कोही ठाउँमा पिच पनि छ फेरि यस्तो पिच पनि आउँछ फेरि यस्तो दामी पिच भ्यूज त के कुरा गर्ने यार साध्यै छैन यार हिउँ चाहिँ लगभग पर्न थालिसकेको रहेछ तलजल पनि यस्तो बवाल ठाउँ यार के कुरा गर्नु हामी चाहिँ खानसार आइपुग्यौँ होइन अहिले 12:30 भयो होटल चाहिँ यस्तो छ होटलहरू राम्रै छ जे होस् पार्किङ पनि आफ्नो आफ्नो होटलहरूको रहेछ त्यो चाहिँ अलि राम्रो रहेछ थाहै भएन डाइरेक्ट यता उकालिहाल्यौँ ठिक छ अब आज अब जाने जस्तो भयो भने हामी बेस क्याम्प गएर बस्छौँ होइन नत्र भने आज यहीँ रेस्ट गरेर जाने भन्छौँ हेर्नुहोस् हिमाल यहीँ नजिक छ यहीँ नजिक हिमाल छ रमाइलो छ हिमाल नजिकबाट हेर्ने हो भने चाहिँ मनाङै आउनुपर्छ कि रमाइलो हुन्छ
सास फेर्न चाहिँ अलिअलि गाह्रो भयो जस्तो फिल भइरहेछ अहिले चाहिँ भर्खर आएको भएर होला। ल गाइस हामी चाहिँ खानसारबाट उकालो लागिसक्यौँ है। हाम्रो यात्रा खानसारबाट उकालो सुरु भयो। कति 100 मिटर रहेछ यहाँ लेखेको छैन कतै। ज्याकेट त बेकारमा खोले जस्तो भयो त अहिले त चिसो भइसक्यो यार। भ्यूज हेर्नुहोस् गाइज हामी चाहिँ अब खानसारबाट उकालो लाग्यो। उहाँहरू पुगेर आइसक्नु भयो। खानसारको हाइट चाहिँ 3740 मिटर रहेछ होइन। अब तिलीचो बेस क्याम्पमा चाहिँ कति 4170 भनेको अरे त्यस्तै 4170 छ अरे। त्यहाँ पुग्ने हो हामी। 4 घन्टा लाग्छ भनेछ। अहिले चाहिँ 2 बज्यो। हामी बेलुका 6 बजीसम्म पुग्ने टार्गेट हो। उहाँहरू फर्किसक्नु भयो। त्यो हिमालको तल तल हुँदै जाने हो हामी। त्यहाँ गोरेटो रहेछ। हिउँ टेक्दै टेक्दै जाने हो बिस्तारै बिस्तारै। रमाइलो एक्सपिरियन्स लिँदै गइन्छ। के कस्तो छ तपाईँहरूलाई म देखाउने छु है गाइस। गाइस आउँदाखेरि चाहिँ होइन म सक्छु जस्तो लागेर जोड चाहिँ नगर्नु होला। हामी पनि सक्छु जस्तै लागेर आएको थियौँ। यहाँ सी थकै लाग्यो होइन। एकदम स्यास्या हुन्छ भारी नि बोकिन्छ है। उकालो उकालो छ अनि गर्मी हुन्छ कि अनि गर्मी भयो भने हामी टी सर्ट मात्रै लगाइन्छ ज्याकेट लगाइदिएन होइन। अनि त्यो बाहिरको चिसोले भेटिरहेको हुन्छ कि। अनि त्यसपछि के हुन्छ भने राति ज्वरो आउँछ है। लेक लाग्छ फेरि सुत्ने बिहान सुत्न सकिँदैन। त्यही भएर अलि विचार गर्नु होला है। हामी चाहिँ अब चामेबाट डाइरेक्ट खानसार आयौँ बाइकमा। बाइक त्यहाँ राखेर अहिले हामी चाहिँ तिलीचो बेस क्याम्पतिर उक्लिँदैछौँ। अब सक्छु जस्तो लाग्छ भने मेडिसिनहरू बोकेर आउनु होला। सक्दैन भने खानसार बसेर भोलि इजी आउनुभयो हुन्छ। अनि तिलीचो बेस क्याम्प बस्नु होला। पर्सि तिलीचो ताल घुम्नु होला है। जे होस् अब भ्यूज चाहिँ राम्रो छ क्या। हेर्नु है हिमाल यहीँ नजिकै छ है। नजिकै छ है। घाम पनि लागिरहेको छ। हावा पनि चलेछ चिसो छ। अनि अहिले आउँदाखेरि त्यहाँ एकदम डरलाग्दो बाटो छ अरे। माथिबाट ढुङ्गाहरू गुल्टिन्छ। त्यहाँ चाहिँ अलि विचार गर्नुपर्छ अरे होइन। त्यति हो डर लाग्ने बाटो अहिलेलाई। अब भोलि त अब माथि उक्लिनलाई त हिउँ छ अरे पुरै। अब अहिले 1-2 दिनमा आउनुहुन्छ भने चाहिँ त्यो क्र्याप्स पनि लिएर आउनु होला। हामीले चाहिँ क्र्याप्स ल्याइएन। यहाँ ठ्याक्कै डबल पर्छ अरे त्यसलाई। माथि उक्लिँदाखेरि 22 घुम्तीमा एकदम चिप्लो छ अरे। त्यहाँबाट लड्क्यो भने सिधै अड्डिने ठाउँ छैन। सिधै तल हो। नो चान्स। त्यसपछि अब 1-2 दिनमा नै हिँड्ने सोच राख्नु भएको छ भने मेरो भिडियो हेरेको 1-2 दिनमा हिँड्नुहुन्छ भने है स्क्र्याप पनि बोकेर आउनु है। बढ्न चाहिँ चिसो बढिसक्यो। अब कहिलेसम्म चाहिँ यहाँको ट्र्याक सुरु हुन्छ यो चाहिँ म भरे यहाँको स्थानीयहरूसँग सोधेर त्यो पनि तपाईँहरूलाई भनौँला है। बाटो चाहिँ यही नै हो। हिँड्ने मान्छे टन्नै हुन्छ। अलि मन मिल्ने भयो भने त कुरा गर्दै 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 रमाइलो हुन्छ। रमाइलो चाहिँ उकालोमा चाहिँ एकदम छोटो पाइला गर्ने। त्यहाँसम्म बरु अलि उ गरेर हिँड्नुपर्छ है त। ओके गाइस हामी चाहिँ अहिले श्रीखड्कमा आइपुगेको छौँ है। यताको ठाडो उकालो मान्छेहरू एकदम थाक्ने लेक लाग्ने सम्भावना हुन्छ यो उकालोमा है। अलि केयरफुल भएर आउनु होला है। यताको हेर्नुहोस् हिमाल कस्तो छ दामी छ है। हामी चाहिँ अहिले श्रीखड्कको हाइट चाहिँ
4070 मिटर है गाइस। अहिले चाहिँ हामी 4070 मिटरमा आइसकेको छौँ। कङ्ग्रेचुलेसन मी, कङ्ग्रेचुलेसन जीवन श्रेष्ठ खोदे। हो रमाइलो भइरहेको छ गाइज होइन हामीलाई चाहिँ अहिले। अब हामी बिस्तारै बिस्तारै जाँदैछौँ। अब यहाँबाट अझै 2 घन्टा लाग्छ अरे। यहाँको स्थानीयलाई सोधेको, त्यहाँ एउटा एकदम ढुङ्गा खस्ने ठाउँ चाहिँ अलिक डेन्जर छ अरे होइन। के छैन, हामी बिस्तारै जान्छौँ है। ल हेर्नु गाइस, खच्चडले यसरी ग्यास झोला बोकेर आउँछ है। हेर्नुहोस् बिचरा कति गाह्रो भइरह होला। वे नफ्रे अझै 2 घन्टा है। गाह्रो छ यार। उकालो पनि भ्याइएन भने। हामी यहाँ हिँड्दैछौँ। हामीभन्दा पछाडि चाइनाको मान्छे हुनुहुन्छ उहाँ तल। हामी लास्ट हो आउनेमा। अब हामीभन्दा पछाडि राति आए थाहा छैन, तर हामीभन्दा पछाडि कोही छैन। हामी लास्ट हिँड्दैछौँ है त। हेर्नुहोस् तपाईँलाई हिमाल बाफुडिरहेछ है। हिमाल त कति हो के। हिमाल हेर्नको लागि नजिकबाट आउनु पऱ्यो। यहीँ चिल छ। फर्किने क्रम पनि भइरहेछ हाम्रो साथीहरूको है। तपाईँहरूको बसाइ खानसार हो? हजुर। ल रिक्स ल। बेस क्याम्प हजुर। त्यसले चाहिँ पुरा आउनुभयो। ल कङ्ग्रेचुलेसन है तपाईँलाई पनि। ल थ्याङ्क यू। खच्चड त मान्छेतिर आउँछ त के हो? ओए मान्छेतिर आउँछ त खच्चड है। ल लागौँ। ल गाइस, हामी चाहिँ अहिले ठ्याक्कै 5:30 भयो। यहाँ यो पहिरो जाने ठाउँमा आएको छौँ, ढुङ्गा खस्ने ठाउँ। अब यो बाटो क्रस गर्दैछौँ हामी चाहिँ होइन। अब लास्ट म देखाउँछु तपाईँहरूलाई है। यस्तो बाटो चाहिँ है। यस्तो बाटो हिँड्नुपर्छ। हामी 2 बजे हिँडेको हो ठ्याक्कै खानसारबाट। अहिले 5:30 भयो। अझै 1 घन्टा जस्तो लाग्छ होला सायद, जस्तो लाग्छ मलाई। अब टाइम कति लाग्छ? 1 घन्टा बढी लाग्छ है। आनन्द तपाईँहरू हिँड्नु हिजो हामी यहाँ 6 बजे आइथ्यो। ल बिस्तारै जानु है त। ल चाहिँ 1.5 घन्टा लाग्छ अरे है। पहिरो खस्ने ठाउँ चाहिँ यही हो माथि। यहाँबाट चाहिँ मसिनो ढुङ्गा खस्छ। रात परिसक्यो, अँध्यारो भइसक्यो। अब लाइट बाल्नु पर्ने हुन्छ 6 बजेबाट त होइन। यस्तो छ जीवनले। लौरो चाहियो। तिमीले लौरो चाहिँदैन भन्थ्यौ त? चाहियो। तैँले कति काम गर्यो? के भने रेड के भने यसलाई? रेड खै यहाँ ल्यान्डस्लाइड ढुङ्गा खाने ठाउँ क्या पहिरो। अब छिटो क्रस गरिहालौँ है। यहाँ चाहिँ ओह्रालो पनि छ होइन। सकेसम्म हामी चाहिँ क्रस गरौँ यसलाई। हामी अन्त पछाडि 2 जना चाइनिज थियो। कता हराएछ तिनीहरू? उकालो पनि रहेछ फेरि।
अन्त माथि ठाडै यस्तो यहाँबाट यी तल ओह्रालो ओ माइ गड 5:30 भयो भने चाहिँ हामी 7 बजे पुगिन्छ बिस्तारै गयो भने इजी तरिकाले अहिले चाहिँ हावा चलेको छैन ढुङ्गा खस्दैन होला मास्तिर जनावर हिँड्यो भने चाहिँ खस्न सक्ने सम्भावना छ खर्कै छैन यस्तो यस्तो ढुङ्गा खस्ने हो त्यसले लाग्यो भने दुख्छ नि यार कम दुख्छ माथिबाट यस्तो स्पिडमा आएको हुन्छ सकेसम्म गाइज चामेबाट खानसार आएर बसेर भोलि बिहान इजी भएरै आउनुभयो हुन्छ टाइम छ भने चाहिँ है प्रेसर नदिनुहोस् शरीरलाई पनि भार पर्छ यसरी अँध्यारो नि हुन्छ हैन त्यस्तो सास फेर्न गाह्रो भएको जस्तो छैन अलिअलि टाउको चाहिँ दुखिरहेछ किनकि चिसो पनि छ नि त त्यही भएर होला खर्कै छैन यस्तो भएर छ कि डर लाग्दो राइट भोलि त अझ 22 घुम्ती त हिँड्नै बाँकी छ हौ पुरै हिउँ परेर चिप्लो भयो भन्छ स्क्राइब किन्नु पर्ने भयो हिमाल त सेतै देखिरहेको छ रातिमा नि के छ आँखा देखेछ लाइट बाल्नु पर्छ यस्तो साह्रो ढुङ्गा भन्दा साह्रो छ हजुर के तिमीले भन्यौ भन्दै मैले के भएर 22 घुम्दैमा नि छ अरे यस्तो हजुर आउँदाखेरि त यहाँ त पुत फर्किँदैछ नि यो उक्लिन नै लाग्छ होला 1 घन्टा जस्तो भइसक्यो यार 1 घन्टा नलाग्ने आधी घन्टा लाग्छ सिउरो मुस्ताङ मनाङ भनेर के गर्नु यार मनाङ भनेर के गर्नु यस्तो छ बाटो हिँड्नु पर्छ मजा त हुन्छ नि के गर्नु केही पाउन केही त गुमाउनु पर्यो यहाँ हो के मेन झर्नी माथिबाट जीवन माथिबाट झर्नी यहाँ हो कि त्यहाँबाट टिरा झर न टुकुरु माथिबाट ढुङ्गा झर्ने मेन यही हो भनिरहेको छु छिटो झर भनिरहेको छु म भने बस्छ तलतिर नहेरौँ है यहाँ तलतिर हेऱ्यो भने के हुन्छ भने रिङगडा लाग्छ अनि मान्छे बेहोसबाट हुन सक्छ है बी केयरफुल हजुर लाइट चाहियो लाइट यस्तो के यस्तो यसरी छड्के लट्ठीको भरमा होइन लौ न के गर्ने अब बिस्तारै झर्ने कि यसरी एउटा खुट्टा सार्ने अनि अर्को खुट्टा ल्याउने फेरि कसरी सार्ने ल लट्ठीको हल्का आड लिने चिप्लिन्नकै जुत्ता इजी हुन्छ केही छैन नो प्रब्लम यस्तो गर्ने एउटा खुट्टा हाल्ने ब्रेक लागिहाल्छ नि
त्यो हुने कि अलिअलि घिर्सेर मान्छे घिर्सिनु भएन हुरु अड्डाइहाल्छ नि जीवनले अब यो युट्युबमा भिडियो जान्छ फेरि त्यस्तो गरेर हिँडेको अँध्यारो छ मान्छे त अँध्यारो छ मान्छे त चिन्दैन होला तर के गर्नु मान्छे नचिने पनि फर्स्टमा लेफ्ट फुटे फाल सुजी लेफ्ट लेफ्ट यस्तो ठाडो बाटो छ अनि कहाँ हुन्छ लेफ्ट के बाबा लेफ्ट लेफ्ट त नि यो राइट पनि फालिरहेको तिमीले अलि लेफ्ट के लेफ्ट राइट लेफ्ट राइट सिकाएको छ कति हाँस्नु है म यस फोकस टाइममा जान्छ त पावर म त ठाडै नि झर्दिरहेको छु त यार लड्के पनि यस्तो हुन्छ मान्छे ठाडो गयो भने चाक्ठा चारिन्छ ढुक्क भएर जुत्ता लड्किँदैन अझ त्यसो पार्ने खुट्टा अनि तिमी त पाहाडमा जन्मेको भनेको होइन खुट्टा पाउनिन्छ तिम्रो लाइट चाहिँ नि भइसक्यो र छैन कहाँ देखेछ नि लड्छ होला जस्तो लाग्छ है सोच्ने झन् लडिन्छ लडे पनि म यहीँ लडेको ओह्रालो ओह्रालो छ भएको छैन ठिक छ अहिले बल्ली राखेको रे डर क्लास लियो त यार यहाँ झन् डेन्जर रहेछ यार त्यो बाटो रहेछ डेन्जर है यहाँ त होइन 22 घुम्ती होइन यो 22 घुम्ती भोलि हो सजिलो रहेछ यहाँ पानी त यहीँ देखिरहेछ क्या मर्साङदेखि जाने है हिउँ हिउँ पौलेर मात्रै जानिरहेछ कि मूलै छैन क्या है होइन क्यामेराको अब क्यामेराको लाइट कतिसम्म टिक्छ अब हजुर चिसो पनि भयो नि त चिसो भयो अनि फेरि उकालो भएछ यार के बाटो यस्तो यार उकालो ओह्रालो
हावा चलेर जान्छ धन्न दिउँसम्म होला क्या हावा चल्ने भाउहरू काटेको छ तिमी जा 10 मिनट त्यहीँ हाल्यो अनि यता होइन त वाट टिकिरहेको गयो लाइट खलास लाइट कस्तो लागिरहेछ बाबु यता हेर हेलो कस्तो लाग्यो घुँडा दुखेछ घुँडा दुखेर कस्तो रहेछ हजुरलाई फिसक्यो हाम्रो होटल चाहिँ यही हो होइन गाइस हामी बल्ल 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 कति बजे अहिले एक्ज्याक्टली 6:52 6:52 भनेपछि 7 बजे भनेपछि हामी 2 बजे हिँडेको 3 4 5 6 7 5 घन्टा लाग्यो ठ्याक्कै यस्तो छ हालत जाडो बल्ल 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 आयो होइन लाइट बाल्दै बाल्दै अब आज हामी यहीँ रेस्ट गर्छौँ भोलि हाम्रो तिलिचो हुन्छ भोलिको डे 3 मा फेरि भेटौँला है त गाइस सी यू बाई बाई